नमस्कार सबैजनालाई। सो एकदमै बेसिक वर्ड जाहेरी दरखास्त र फिराद पत्र बेसिक पनि नभनौँ तर हामीले एकदमै सुनिराखेको र बुझ्न पनि सजिलो छ, तर कतिपयजना चाहिँ अलिकति कन्फ्युज हुनुहुन्छ जसलाई चाहिँ कानुनी कुराहरू खासै थाहा हुँदैन। जस्तै अब हामीले चाहिँ केस गर्ने बित्तिकै कसैले चाहिँ अब जाहेरी दिनुपर्छ भन्ने बुझ्नुहुन्छ, सिभिल पनि क्रिमिनलमा पनि, र कसैले चाहिँ फिराद दिनुपर्छ भन्ने बुझ्नुहुन्छ। तर यहाँ चाहिँ अलिकति रङ कन्सेप्सन छ। जस्तै हामीले चाहिँ फिराद पत्र दिने भनेको चाहिँ देवानी प्रकृतिका मुद्दाहरूमा चाहिँ हामीले फिरादद्वारा जान्छौँ, हामीले चाहिँ फिराद दर्ता गर्ने गर्छौँ होइन। सो अदालतमा गएर चाहिँ जुन अदालतमा क्षेत्राधिकार रहेको हुन्छ त्यो अदालतमा गएर चाहिँ हामीले फिराद पत्र दर्ता गर्नुपर्ने हुन्छ। देवानी प्रकृतिका मुद्दाहरू जस्तै अंशबन्डा हुन सक्यो होइन, सम्बन्ध विच्छेद हुन सक्यो, सम्पत्ति सम्बन्धी अन्य मुद्दाहरू छन्, ती चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि फिराद पत्र लिएर अदालतमा नर्मल्ली जिल्ला अदालतमा गएर हामीले दर्ता गर्नुपर्छ फिराद पत्र। यो विषयमा चाहिँ मलाई मर्का पर्यो भनेर। सो जाहेरी दरखास्त भनेको चाहिँ क्रिमिनल केसेस यानि कि फौजदारी मुद्दाहरूमा चाहिँ हामी जाहेरी दरखास्तको थ्रु जान्छौँ। जाहेरी दरखास्त कहाँ दर्ता गरिन्छ भन्दाखेरि प्रहरी कार्यालयमा चाहिँ जाहेरी दरखास्त दर्ता गरिन्छ। सो मेजर डिफ्रेन्सेस यहीँबाट पनि थाहा हुन्छ। जाहेरी दरखास्त भनेको प्रहरी कार्यालय र फिराद भनेको चाहिँ जिल्ला अदालत होइन। जिल्ला अदालतमा चाहिँ धेरै जस्तो जेनरली चाहिँ जिल्ला अदालतमा नै दर्ता हुन्छ। सो यही नै हो फरक। सो देवानी प्रकृतिका मुद्दाहरूमा चाहिँ हामीले फिराद पत्र दर्ता गर्नुपर्ने हुन्छ सबैभन्दा अगाडि भने। क्रिमिनल केसेस यानि कि अब ज्यान सम्बन्धी कसुर हुनसक्छ होइन, कुटपिट अङ्गभङ्ग यस्तो मुद्दामा चाहिँ हामीले जाहेरी दरखास्त दिनुपर्ने हुन्छ सम्बन्धित प्रहरी कार्यालयमा। सो यदि तपाईँहरूलाई अन्य कुनै प्रश्नहरू छन् भने चाहिँ हजुरहरूले मलाई कमेन्टमा सोध्न सक्नुहुन्छ। धन्यवाद।